आउनुहोस् आजको लागि हामी बाइबलको घटना सुन्नतर्फ लागौं। सुन्दर पृथ्वी नाश पारिन्छ। उत्पत्ति अध्याय 3। प्रिय मित्र, आज हामीले सुन्दर पृथ्वी नाश पारिन्छ भन्ने शीर्षक हामीले दिएको उत्पत्ति अध्याय 3बाटको घटनालाई लिएका छौं। आदम र हव्वाका आँखा अब राम्रै उघ्रे। आफ्ना भुलमा ती दुईलाई लाज लाग्यो। परमेश्वरको आज्ञा भङ्ग गरेकोमा तिनीहरू दोषले काम नलागे। लाज र डर लुकाउनलाई ती दुई पुथ्रामा गई लुके। परमेश्वर सधैँ झैँ आउनुभयो, तर आदम र हव्वालाई सधैँको ठाउँमा पाउनु भएन। ए आदम र हव्वा, तिमी दुई कहाँ छौ भनेर बोलाउनु भयो। परमेश्वरको शक्तिले भरिएको आवाजले अदनको बगैँचा घरिघरि थर्कन लाग्यो। अन्तमा ती दुई पातले ढाकेको शरीर लिएर डरले काम्दै परमेश्वरका सामुन्ने उभिए। आज्ञा भङ्ग गरेको खण्डमा आदमले हव्वालाई दोष लगायो, हव्वाले साँपलाई दोष लगाई। परमेश्वरले साँपलाई बोलाउनु भयो। त्यही साँप छली शैतानको रूपमा होइन, तर साधारण साँपको रूपमा त्यहाँ फेरि देखा पर्यो। परमेश्वरले साँपलाई श्राप दिनुभयो, आजदेखि उसो तँ र तेरा सन्तानले जमिनमा भुँडीको सहायताले घस्रेर हिँड्नेछस्, माटो चाटी पेट भर्नेछस्। यस स्त्रीका सन्तान तेरो सन्तानका परम शत्रु हुनेछन्, अनि जहाँ तेरा सन्तानलाई भेटाउनेछन् त्यही तिनीहरूका शिर कुच्याइनेछन्। हव्वा, तेरा सुखको दिन आजदेखि दुःखमा फिर्नेछ। तँदेखि सन्तान बढ्नेछ, तर सन्तान जन्माउने समयमा मरण र जीवनको संहारमा हुनेछस्। अन्तमा परमेश्वरले आदमलाई भन्नुभयो, तैँले मेरो आज्ञा भङ्ग गरिस्। आजदेखि उसो तैँले 10 नङ्ग्रा खियाएर काँडा र झार जङ्गलले तेरो जमिन भर्नेछ। न्याय भएपछि परमेश्वरले तिनीहरूलाई अदनको बगैँचाबाट सधैँको लागि निकालिदिनुभयो। बगैँचाको रक्षाको लागि परमेश्वरले आफ्नो दूतलाई फाटकमा राख्नुभयो। त्यसपछि आदम र हव्वाको लाज ढाक्नलाई परमेश्वरले भेडा काट्नुभयो र त्यसको छालाको वस्त्र ती दुईलाई पहिराइदिनुभयो। आदम र हव्वालाई अदनको बगैँचाबाट निस्कन पर्दा नमिठो लाग्यो। नयाँ ठाउँमा तिनीहरूले पेट पाल्नको निम्ति झार जङ्गल र काँडाहरूसित परिश्रम साथ समय बिताउनु पर्ने भयो। अघि पशुहरू आदम र हव्वाका साथी थिए, तर अहिले ती पशु र चराहरू तिनीहरूदेखि भाग्न लागे। सिंह, बाघ जस्ता पशुहरूले ती दुईलाई गर्जेर आक्रमण गर्न खोजे। परमेश्वरको सुन्दर पृथ्वी आदम र हव्वाको पापले नाश भयो। दुःखको कुरो त यो थियो, परमेश्वर तिनीहरूको पापको कारणले एकदमै टाढो हुनुभयो। परमेश्वर र तिनीहरूको बीच पापले ठुलो फाटो ल्यायो। मृत्युले त्यही दिनदेखि पृथ्वीमा पाइलो हाल्यो र अड्डा जमायो। प्रिय मित्र, आज हामीले सुन्दर पृथ्वी नाश पारिन्छ भन्ने शीर्षक हामीले दिएको उत्पत्ति अध्याय 3बाट परमेश्वरले राख्नु भएको वचनलाई एउटा घटनाको रूपमा प्रस्तुत गर्यौं।